सम्पूर्णलाई नमस्ते हैन। आज उदोली पर्वको शुभकामना। आज सार्वजनिक बिदा भएको कारणले बेलैमा नानीहरू समयमै हिजोको दिनहरूभन्दा चाँडै नै आज प्रशिक्षणमा आएका छन्। यो अहिले प्रशिक्षण गरिरहेको तपाईँहरूले देख्नुभएको होला, यो चाहिँ हाम्रो सितोरिया कराते प्रगति मेन डोजो अन्तर्गत खेलाडीहरू अहिले यहाँ आफूलाई वार्मअप गरिरहेका छन्। आज म तपाईँहरूलाई केही विषयवस्तुसँग जोडेर एउटा यो भिडियो बनाएको छु हैन। तपाईँहरूले यसलाई हेरेर प्रतिक्रिया राखिदिनु होला। यो चाहिँ हाम्रो 4 नम्बर वडा कार्यालय, यो पछाडिको रातो भवन चाहिँ 4 नम्बर वडा कार्यालय हो। त्यसको नजिकै टाँसेर हामी चाहिँ यो सार्वजनिक जग्गामा यसरी विगत 3 वर्षदेखि प्रशिक्षण गरिरहेका छौँ है। यो मैले तपाईँहरूलाई किन देखाएको भन्दाखेरि यस प्रगति डोजोले चाहिँ विगतमा धेरै प्रतियोगिताहरूमा हैन विजय प्राप्त गरेर भटारी नगरपालिकाको नाम राखिँदै आएको छ। अहिले राख्ने भोलिको दिनमा पनि त्यो हामी गरि नै रहन्छौँ, त्यसमा कुनै कन्जुसाइ गर्दैनौँ। यो नानीहरू पछाडि आफूलाई निखार्दै रहेका छन् है। अनि यो भिडियो चाहिँ सम्पूर्ण सरकारवाला, स्थानीय जनप्रतिनिधि, स्थानीय सरकार प्रमुखसम्म पुगोस्। यो म्याट तपाईँहरूले नै दिनुभएको म्याट हो, जुन चाहिँ यो यसरी भुइँमा ओछ्याएर ट्रेनिङ गराउनको लागि चाहिँ उपयुक्त हुँदैन। तर बाध्यता हामीसँग भवन छैन हैन, र भवन नभएको कारणले पनि नानीहरूलाई आफ्नो प्रशिक्षणमा चाहिँ अलिकति उजागर होस् भनेर हामीले बाध्यताले चाहिँ भुइँमा ओछ्याउनु परिरहेको रहेछ। यो म्याट चाहिँ एउटा कभरडलभित्र ओछ्याएर इन्डोर गेममा ओछ्याएर ट्रेनिङ गर्नुपर्ने हो। तर हामीले 3 वर्षदेखि लागि परिरहेका छौँ स्थानीय सरकारलाई हामीले जग्गा प्राप्तिको लागि, तर सुनाइ भएको छैन। अब कहाँनिर हामी चुकेका छौँ त्यो हामीलाई पनि थाहा छैन। तर हामीले जुन प्रक्रिया अपनाउनु पर्ने हो, जुन प्रक्रिया हामीले गर्नुपर्ने हो, त्यो हामीले सम्पूर्ण गरिसकेका छौँ। तर सम्बन्धित निकायले हुन्छ हामी गर्छौँ भन्ने कुराले गर्दा आज 3 वर्ष बितिसक्यो। त 3 वर्षमा हामी अझै पनि चाहेको चाहिँ म पनि प्लेयर हुँदा यही माटोमा खेल्थेँ। अहिलेको मेरो खेलाडीहरू पछाडि देख्नुभएको छ, यो खेलाडीहरू पनि यही माटोमा खेल्नु परेको छ हैन। भनेपछि हाम्रो विकास केमा भयो त हैन? विकास त भएको देखिँदैन हैन। कटाई नगरपालिकामा विभिन्न सङ्घ संस्थाहरूको भवन बन्छ, अनि जनजाति आदिवासी सम्पूर्णको भवन बन्छ, तर खेलकुदप्रतिको भवन चाहिँ छैन हैन। अनि यो नानीहरू अहिले कटाई नगरपालिकामा लगभग 120 जना नानीहरू, यो त हाम्रो एउटा डोजो मात्रै हो। कटारी नगरपालिकामा 120 जना नानीहरू प्रशिक्षण गर्छ। विभिन्न सेमिनार हुन्छ, प्रशिक्षण हुन्छ, समग्रमा क्लोज क्याम्प गर्नुपर्ने हुन्छ। अब 10औं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदैछ, त्यसको तयारी गर्नुपर्ने हुन्छ, तर छैन हैन। हामीलाई एउटा भवन निर्माणको लागि जग्गा दिनुस् भनेर हामीले भन्दा पनि अब नभएपछि बाध्यताले हामीले यसरी ट्रेनिङ गराउनु परेको छ हैन। त्यो भवन सम्बन्धित व्यक्तिले मरेर लाने होइन, यी नै भविष्यका कर्णधारहरू देख्नुहोस्, तपाईँले पछाडि देख्नुभएको छ, यिनीहरूकै लागि नै हो हैन। यिनीहरू नै अहिलेसम्म कटाई नगरपालिकाको नाम राख्दै आएका छन्, पदक जितेर हैन, ट्रफी अहिलेसम्म हस्तान्तरण गर्दै आइरहेका छन्। ध्यान जाओस् सम्पूर्ण सरकारहरूलाई हैन। यहाँ यो पछाडिको जमिन सरकारी जमिन, यहाँ यही जमिन दिँदा पनि हामीलाई केही फरक पर्दैन थियो। हामीले भनेका थियौँ, कुनै समय हामीलाई तपाईँहरूलाई निवेदन पनि गरेका थियौँ, तपाईँहरू जग्गा मात्र दिनुहोस्, हामी तपाईँलाई भवन हामी आफै नै बनाएर तपाईँहरूकै हातबाट हामी उद्घाटन गरेछौँ भन्दा पनि अहिलेसम्म त्योतिर ध्यान गएको छैन। तर आज चाहिँ मैले यो भिडियो बनाएर हालेँ। तपाईँहरूलाई कुनै गुनासो छ भने सकारात्मक तरिकाले प्रतिक्रिया दिनु होला। हस्त जय खेलकुद, जय कराते होस्।